दर्शकवृन्द, एक्सन स्टार समीर भट्टको बहुप्रतीक्षित चलचित्र बलिदान फिल्म आज असोज 13 गतेबाट विश्वभर प्रदर्शन भइरहेको छ भने बलिदान चलचित्रले आज प्रदर्शन भएको पहिलो दिनमा कति करोडको बक्स अफिस कलेक्सन गर्ला त आज म यही कुराको बारेमा परिचर्चा गर्न गइरहेको छु। भिडियोलाई पुरा दिनुहोला। यदि हजुरले हाम्रो च्यानललाई सब्स्क्राइब गरेको छैन भने सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला। दर्शकवृन्द, फाइनल्ली आज असोज 13 गतेबाट एक्सन स्टार समीर भट्टको बहुप्रतीक्षित चलचित्र बलिदान फिल्म अल नेपाल भरि प्रदर्शन भइरहेको छ भने बलिदान चलचित्रले अल नेपाल भरि हाउसफुलको साथ प्रदर्शन भइरहेको छ र बलिदान चलचित्रले अल नेपाल भरि 250 भन्दा बढी सोजहरू प्राप्त गरेको छ। जति पनि सोजहरू प्राप्त गरेको छ त्यो सबै सोजहरूमा अल नेपाल भरि हाउसफुलका साथ बलिदान चलचित्र यतिखेर प्रदर्शन भइरहेको छ र यसै क्रममा बलिदान चलचित्रले आज प्रदर्शन भएको पहिलो दिनमा आक्रामक ओपनिङ गर्ने देखिरहेको छ। बलिदान चलचित्रले आज प्रदर्शन भएको पहिलो दिनमा कम्तीमा पनि 2 देखि 3 करोडसम्मको बक्स अफिस कलेक्सन गर्ने देखिरहेको छ भने बलिदान चलचित्र आजबाट नेपाल तथा विश्वभर प्रदर्शन भइसकेको छ र बलिदान चलचित्रले नेपाल सँगसँगै विश्वभर तहल्का मच्चाएको छ र बलिदान चलचित्रले अहिलेसम्म रिलिज भएका कुनै पनि फिल्महरूको रेकर्डलाई बाँकी नराख्ने देखिरहेको छ। बलिदान चलचित्रले अहिलेसम्म रिलिज भएका सबै फिल्महरूको रेकर्डलाई ब्रेक गरेर आफ्नो नाममा नयाँ इतिहास